भेटे रे साथीहरुले यहाँ कता भाग्नु पर्यो छिट ल हेलो एभ्रिवान मर्निङ र अहिले चाहिँ हामी लगभग बिहानको कति 10तिर यस्तो बजेको छ निक्लेछौँ कहाँ जाने भन्दाखेरि यसो कायमातिर जाने भनेर सोचेको हो 7 हिल्स पार्टीसँग तिनीहरू चाहिँ उतै छन् हामी चाहिँ यहाँबाट गएर उता जाने त्यहाँबाट चाहिँ तिनीहरूसँग मिलेर जाने भन्ने प्लान छ अहिलेलाई खास बिहान हिँड्ने भनेको चाहिँ अनि अहिले चाहिँ यस्तै ढिला भयो त्यस्तै हो अनि केही छ भन्नु धेरै बोलेको अब है अगाडिको भिडियोमा अब अपडेट हुनेछ बाइ ल ओइ म हेर्न यहाँ यो सिट बेल्ट नखोलिकन जान लाग्यो ल साथीहरू हामी चाहिँ अहिले वलङ्गन पुगिसक्यौँ हावा लाग्छ एकदमै यहाँ अहिले वलङ्गन भन्नाले नि कायामातिर आछौँ त मेरो कपाल यो अहिले कायामातिर हो हामी यहाँ पार्किङ खोज्दा अहिले यतातिर आछौँ एउटा हावा त केमा ओ के हो त्यो ओ मैले पकडे भिडियोमा छुटाइदियो पानी धेरै ठुलो रहेछ यो पाली ठ्याक्क मैले एउटा मात्रै पकडे यार यस्तो गजब छ यहाँ नेपालको धरहरा काठमाडौँको धरहरा यहाँ छ सानो धरहरा होइन कहाँ चस्मा लाउने र यहाँ आएर झन् हेर्ने होला नि खतरा ठाउँमा लिएर जान्छ ठ्याक्क 2 सेकेन्ड अगाडि आएको भए यस्तो डेन्जर देख्ने पानी वहाँसम्म पुगेको त मान्छेलाई रुजाएको त्यहाँ जम्मा आउँदा हुन्छ होला अहिले आउँछ क्या त्यो खतरा देखिनु भयो अङ्कल त सुनौ नि यस्तो हुने रहेछ यहाँ कुराकानी याद छ भिडियोमा धेरै गुनासो रहेछ यहाँ घुमाएको ठाउँको त कमसेकम यहाँ लग्यो मलाई यो ठाउँ घुमेँ भनेर भन्दै हुन्छ नि म काम गरेर त कामै गर्दिनँ ल अब हामी चाहिँ हिँड्दा यहाँ तलसम्म आइपुग्यौँ यो एरिया चाहिँ फुड स्टलहरू आएको छ त्यहाँ यता आएको बेलामा चाहिँ चेकआउट गरौँ भनेर हिँडिरहेछौँ भोक पनि लागिरहेको छ एकदमै के हुन्छ खाने प्लान भइरह अहिले चाहिँ हामी यहाँ छौँ यहाँ खाने अहिले कुराकानी गरिरहेछौँ भोक लाएर मर्न लागिसक्यो आहा ल अब हाम्रो अर्डर सबै त भएको छैन तर अहिलेलाई पटेटो क्रिस्प भनेर यता देखाउन यता ट्याक्क यस्तो हुँदो रहेछ क्या त्यसो चाहिँ हाम्रो कफी विथ सुगरवाला क्यापुचिनो अब ठाउँ ट्याक्क हेरेर बसेर इन्जोय गर्ने यसरी
मिठाई रहेछ कस्तो रहेछ स्पाइरल मिठो हुन्छ अनि खानु पर्यो अब खै मासु तान्यो नखा मिठो मिठो खान अङ्कल यल्लो भन्नु सुन्यो आलु आयो अब हाम्रो त्यो भेज हो यो भेजमा यो अमुल हालेर नन भेजमा यो खतरा बास यो पनि आब्दामा ल यो हामी आएको भनेको हामी फेरि कायामा हार्बरमा बुहारी हेर नि यहाँ त्यही त हामीले पार गरेको यहाँनिर उतातिर पार गऱ्यो यहाँ अघि फोटो खिचेको चाहिँ यहाँ Tamayam. वेरी बिच भाइरल ठाउँ होइन आएर यसो चेक गर्ने ठ्याक्क नजिकै रहेछ त्यहाँ पुल चौध- पनि छ कि आशिष 14-15 मिनटमा ठ्याक्क पुगिँदो रहेछ यहाँ वेरी बिच भनेर हान्नुभयो भने ठ्याक्क आउँछ यो ओए ए पुल आइ पानी आएर हो के त्यही पानी आउने अनि त्यहीँ उछिट्टिने कि त्यो कता ए दामी आज यस्तो क्लाउडी मौसम सनसाइन दामी रहेछ चाहिँ कस्तो ओइ कस्तो मजाले सफ गरे हो त्यो यिनीहरू त पुग्छ कि ऊ सानैबाट गर्ने रहेछ नि त त्यो सानोवाला खेलेको आफै त्यो सानो बच्चाहरू पनि हो त्यो त पल्ट्यो के को डराओस् चिप्लो चिप्लो होला हो त्यो त गयो हो ओहो छालो 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 त्यो ठ्याक्क समुद्रकै लेभलमा छौँ क्या हामी हो त्यही भएर अब समुद्रले माथि लेभलमा आयो भने यतै आउँछ माथि 2 दिन पानी पऱ्यो नि यहीँ नै आउँदो रहेछ सर्प सर्व समाति सर्प भेटेँ रे साथीहरूलाई यहाँ कता हो बाक! ए के हो यो सर्प सुन खोजी यहाँ छ सुन भेटियो त कति सुन भेटियो होला भने ल पानी परेर साथीहरू हामी अहिले गाडीमा छौँ कस्तो देखाएको छ यस्तो भयो यहाँ पानी परेको रातो भन्ने गीतमा सही हो सही हो अहिले मन्दिरमा स्थिति यस्ता भिजे हान्छ यहाँ हेर न वाटर ड्रपलेट्स कस्तो खतरा देख्छ म त रेडी छु म त भइरहेछ ल अब हामी नानचेन टेम्पल पुग्यौँ अँधेरामा
यो हो माथि भित्र जानुपर्छ। एउटा गोलो चाहिँ यता खालि अहिले चाहिँ हामी ठ्याक्क त्यहाँ बसेर फोटो खिच्नलाई भनेर कुर्दैछौँ। ठ्याक्क 30 एनिभर्सरी रहेछ क्या सायद, 30 लेखेको छ यहाँ। यतापट्टि चाहिँ अब इन्स्टिच्युट हो कि के हो, समथिङ के नानच्याङ इन्स्टिच्युट जाने बाटो रहेछ यो। फोटो सेसन सक्यो गाइजहरूले। हामी अगाडिपट्टि टेम्पलको अगाडिपट्टि जाँदैछौँ। हो यो हो मेन। यो उसमा चाहिँ त्यो झुन्डा थियो नि त के हो ल, यो चाहिँ हाम्रो ओभरभ्यू अफ नानच्याङ टेम्पल यस्तो छ। ग्राउन्डको ठ्याक्क बिचमा छु म। चस्मा पनि चाहिन्छ क्या मलाई होइन। What do you say, है ना? अगरबत्तीहरू बाल्यौँ, त्यसपछि हामी एक्जिट तर्फ जाँदैछौँ। ट्याक्क यो टेम्पलको उतापट्टि हामी आयौँ भने चाहिँ गार्डन छ। त्यसपछि चाहिँ गार्डनको साइडतिर आउनुभयो भने ठ्याक्क प्यागोडा भन्ने ठाउँमा पुगिन्छ। भिडियोमा चाहिँ लगभग सानो देखेछ, तर रियलमा चाहिँ अग्लै छ यो। ठ्याक्क यहाँ प्यागोडा भनेर छ एउटा, राम्रो हो यो पनि। यता पनि आउनुभयो भने यो पस्नु होला। नानच्याङ टेम्पल आउनुभयो भने दामी हो यो। ठ्याक्क साइडमा पुग्यो भने चाहिँ यो वाला एरिया पनि राम्रो छ। यिनी नानी यहाँ फुल चलाउँदै बसिन्छन् यस्तो। ठ्याक्क हाम्रो यो पछाडि अघि मैले अघिको भिडियोमा देखाएको थिएँ नि, प्यागोडा छ यस साइडमा। त्यसको तलपट्टि यता पछाडिपट्टि आउनुभयो भने ठ्याक्क यहाँनिर रुखहरूको पातहरू यस्तो खसेको देखिन्छ कि यहाँ। यस्तो राम्रो हामी हटाउ न हौ, मलाई अगाडि जान देऊ कि भगरलाई। तिमी त तल राख न, किन त्यही भन किन खोलिरह अहिले? मलाई कम्पिटिसन हो क्या। केटीहरूको त धेरै आउँछ नि। पानी पर्यो, भाग्नु पर्यो छिटो। यस्तै नि घुम्न आउनुपर्छ। पुरै कपडा त चिसै भइसक्यो। सेकेन्ड टाइम पानी पर्यो। म चाहिँ अहिले मेरो पछाडि देख्नु भएको छ नि, यो चाहिँ स्वामीनारायण भन्ने भगवानको मूर्ति रहेछ। यो पछाडिको बिल्डिङ चाहिँ लगभग सिडनीकै सबैभन्दा ठुलो हिन्दू टेम्पल रहे। दर्शन गर्ने, जल चढाउने सबै लेडिज र जेन्ट्स छुट्टै छुट्टै रहेछ, त्यही अनुसारले जानुपर्ने। भयङ्कर ठुलो ठ्याक्क आरती गर्ने टाइम भइरहेछ कि।
સાથે પરમચિંતન સ્વામીએ જેમ જણાવ્યું, બાપાને વાત કરી કે આજ્ઞા પાલન દ્વારા કેટલીક વિશેષ જાહેરાતોથી આપણે માહિતગાર થઈશું. ગુરુહરિ મન સ્વયં के भयो स्मृति उफ्रिसकेको थियो आएर उफ्रेर उ गर्दा यसो गर्नु के पाइयो हामीले यो त प्योर प्रसाद, हुनाले pure veg. केही नभएको अनि